ल गाइजहरू हामी चाहिँ हेर महोत्सव हेर्न हिँडिरहेको आज चाहिँ होइन। यता चाहिँ हाम्रो यो भान्जा अगाडि हाम्रो टिम छ हो टक्कसित हामी 3 जना 4-5 जना दिदी भाउजू आन्टी भान्जा हुँदै टक्क आज महोत्सव हेरेर आइन्छ है त। ल गाइजहरू हामी चाहिँ पुणे है टक्क महोत्सवमा यता चाहिँ भान्जासरी लोकदोरी गायकलाई हेर्न हिँडिहान होइन। ज्योति मगर चाहिँ होइन है आज आउने। ल गाइज हामी चाहिँ टक्क आउनु लाखमै गेटनिर आउन लाग्छौँ होइन। यस्तो रौनक माहौल छ चाहिँ है आज महोत्सवको। टक्क यो लन्डन ब्रिजबाट चाहिँ हामी चाहिँ अब भित्र छिर्दैछौँ। कताबाट हो छिर्ने चाहिँ होइन। यस्तो छ भित्र। अब भित्र गएपछि हेरौँला के छ है गाइजहरू। तपाईँहरू पनि आउनु होला। 7 गतेसम्म चाहिँ यो महोत्सव रहन्छ। हामी चाहिँ अब यहाँबाट होइन यो लन्डन ब्रिजबाट यताबाट छिर्छौँ हामी चाहिँ टक्क लाएर यस्तरी छ है गाइजहरू। मान्छेहरू आइरहनु भएको छ महोत्सवमा चाहिँ। टिकट काउन्टर चाहिँ जान्छ होइन आन्टी यस्तरी चाहिँ हो र। ल त्यसमा त खतरा आइज नि त। गाइजहरू हामी चाहिँ अब यहाँ टक्क जाँदैछौँ। टक्क यता साइडमा चाहिँ टिकट घर भन्ने रहेछ। यहाँ चाहिँ टिकट काटेर टक्क यताबाट सट्टा हामी चाहिँ जान्छौँ है त। तेस्रो नवलपुर आदिवासी जनजाति महोत्सव। ल गाइजहरू हामी चाहिँ टक्क यहाँबाट छिर्यौँ होइन। यो महोत्सवमा चाहिँ महोत्सवको टिकट चाहिँ 100 रुपियाँ रहेछ। टक्क छिर्यो है त। है टक्क यता टक्क रौनक चलिरहेछ। अब चाहिँ यता जुत्ताहरूको मेला पनि लागिरहेको रहेछ होइन। ल ठिक छ गाइजहरू हामी चाहिँ एकछिन रमाइलो गरेर घरतिर फर्किन्छौँ भने। तपाईँहरूले चाहिँ यहाँ आएर टक्क होइन सामानहरू किन्न पनि सक्नुहुन्छ। यहाँ भेराइटीका सामानहरू पाइन्छ गाइजहरू। टक्क यहाँ चाहिँ रातिमा पनि टक्क व्यवस्था छ। ल कस्तो ब्याग चाहियो भन्नुहोस् है तपाईँहरूलाई। ल गाइजहरू भान्जा ओ भान्जा ब्याग चाहियो हो। हेर्नुहोस् यहाँ चाहिँ यस्तरी ए ल हेर्नुहोस् ल हाम्रो ग्रुप चाहिँ टक्क बजार त थुप्रै रहेछ। ल मजाको बजार रहेछ। यहाँ चाहिँ सामानहरू किन्न पाइयो। जोडीको 500। यदि तपाईँ जोडी हुनुहुन्छ भने टक्क आएर पनि किन्न सक्नुहुन्छ होइन। ल हेर्नुहोस् सुजहरू यस्तरी पनि छ। टक्क 500को 2टा 500को 2टा बस एउटा वर्ष त काटिहाल्छ नि। टक्क हामीले चाहिँ घुमेको घुमै रहेछ। बजार त ठुलै रहेछ त यार। ल गाइजहरू सुजहरू पनि छ यस्तरी। ल गाइजहरू जस महोत्सव चाहिँ राम्रै रहेछ। ल गाइजहरू यता चाहिँ टक्क है बजारहरू पनि मजाले रहेछ। जे खोज्यो त्यही छ यो बजारमा है। तपाईँलाई के चाहियो टक्क किचनमा भाँडाकुँडा पनि राख्नुको लागि यता खानेकुरा तपाईँहरू खानै नखाइकन आउनुपर्छ। महोत्सव चाहिँ बल्ल रमाइलो हुन्छ। ल गाइज फाइनल्ली हामी
बबाल मौसम छ यार बबाल टक्क यहाँ चाहिँ भाइले एकदम उगाइरहेको छ ल ओके ओके भाइले पनि एकछिन रमाइलो गरिदिइहाले यो सब है बबाल छ त है ठिक छ सम्पूर्ण टिमप्रति सम्मान व्यक्त गर्न चाहन्छौँ। तपाईँ के खेल्न चाहनुहुन्छ कि तपाईँ के खेल्न चाहनुहुन्छ जे खेल्न चाहे त्यही छ सबै मेलामा माया गर्ने हाम्रो रेलगाडी आदरणीय राजकुमार सिंह दाइप्रति सम्मान व्यक्त गर्ने रेलगाडी हेर्नुहोस् हामी रेल चढ्नका लागि इन्डिया जानै पर्दैन यही त छ नि कालसटीमा रेल हामी यस्तो रेल हुँदाहुँदै धेरै धेरै धन्यवाद जानुपर्छ उज्जवल गिरीलाई एकचोटि ताली बजाउनुहोस् त हजुरको मन परेछ। हेर्नुहोस् यहाँ टक्क आइफिल टावर पनि छ होइन टक्क एकदम बबाल छ बबाल होइन यस्तरी चाहिँ यहाँ पिङ पनि छ त्यसै गरी बबिना स्टेज चाहिँ वहाँ पर आगमन हुँदैछ लोकप्रिय कलाकारहरूको आगमन हुँदैछ भोलि सबैलाई भोलि पनि चुले निम्ति भन्दै यतिखेर एउटा छोटो एउटा नृत्य प्रस्तुति यहाँ चाहिँ विभिन्न भेराइटीका होइन खेलहरू पनि खेल्न सक्नुहुन्छ तपाईँ के खेल्न चाहनुहुन्छ कि जे खेल्यो त्यही भन्नु जे खेल्न चाहनुहुन्छ त्यही छ के गर्नु छ तपाईँ जे गरे पनि छैन के गर्न चाहनुहुन्छ आइसक्रिम खानु छ कि चटपट खानु छ कि पानीपुरी खानु छ कि यहाँ चाहिँ यस्तो घरहरू पनि रहेछ है टक्क लाएर गाइजहरू यस्तो घरहरू परम्परादेखि चलिरहेका घरहरू यो चाहिँ एउटा के रहेछ कुमालको घर भन्ने रहेछ यो चाहिँ कुमाल घर रहेछ यो चाहिँ के हो चुवा हलो रहेछ यहाँ चाहिँ त्यहाँ चाहिँ माछी डाला भन्ने रहेछ माछी डाला यता चाहिँ अरू घर पनि छ देखाउनको लागि राखिएको रहेछ यता सट्टा खाजा घरहरू पनि रहेछ
एकदम टक्क घर पनि दामी छ। यहाँ चाहिँ पुरानो लाइटिङ पनि रहेछ। यसलाई के भन्छ अरे के हो लाइट कमल गुरुङ निवास, यो चाहिँ गुरुङको घर रहेछ। टक्क यो चाहिँ यस्ता परम्परादेखि चलिआएका परम्परागत घरहरू पनि हामीले देख्न पाइँदो रहेछ। यहाँ चाहिँ मान्छेहरू पनि आइरहनु भएको छ। Thank you so much, Navalpur! धन्यवाद सर लोकप्रिय गायक बालचन्द्र बरालको लागि एकचोटि ताली हाल्नुहोस् त। धेरै धेरै धन्यवाद सर। मैले यहाँलाई जानकारी गराउन चाहन्छु भोलिको मुख्य आकर्षण भोलि लोकप्रिय गायक सुपरस्टार गायक तथा Satru ri saile mar katlan kura kura
तिमीलाई बोया लागिन्छु कोका-कोला टोपी गर्ने बनाएको छ पागल लगाउन ढुङ्गा तिमी बजाउँछु म मादल कोका-कोला टोपी गर्ने बनाएको छ पागल लगाउन ढुङ्गा तिमी बजाउँछु म मादल किस 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 माया किस 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 तिमी नै छौ यो दुनियाँमा मात्र वान पिस किस 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 माया अब चाहिँ हामी टक्क आइसक्रिम सँगसँगै खाएर हिँड्छौँ है त